हो र यो सुरु गरे हैन हो गरे हो हो क्या ल गाइस यो साग राख्ने भाँडो अब यसलाई यहाँ राखेर बोराको झोला अब भैँसी मासु लिन तोरी तोरीको साग फेरि पनि हामी आइसकेका छौँ बारीमा घरबेटीको बारी राम्रो छ यहाँ साग हेर्नु यो सबै यो त्यहाँसम्म त्यहाँ माथिसम्म जति खाइन्छ हजुरहरूलाई चाहिन्छ भने यहाँ आउनु होला ल हेर्नु यहाँ यो घाँस सोच्नु होला यो साग हो है त तोरीको साग यो हात मात्र देखाउने मान्छे यस्तो राम्रो राम्रो साग छ यो भरेर जाने हो हामी आज घर अनि पकाएपछि देखाउँछौँ है त यता हो कि बाटो हेर यति दुःख गर्नुपर्छ साग खानलाई बारीमा के अझ बारीमा आफ्नै बारीमा भयो नि यति दुःख गर्नुपर्छ है अब म चाहिँ कसरी जाने होला र तल खै यो छोड्नु त यो समाउनु साग छ यहाँ छ त कस्तो राम्रो फर्सीको मुन्टा भाइ हेर्नु त वा हो फर्सी कहाँ हो भित्ता भित्तामा निउरो रहेछ त ऊ ए निउरो ल है गाईहरू अब आफ्नै बारीमा निउरो तोरीको साग के खानु छ यही हो लाउनु होला है त